पितालाई पनि पिता हिजोको दिनमा त तपाईँले मलाई जिन्दगी दिनुभएको छ। आज मैले हजुरको आदर उन्नति गर्दाखेरि कोही मान्छे अगर कोही भाइरसले चलाउँछ भने म तपाईँको सन्तान हो पिता, मलाई त कसैले पनि हल्लाउन सक्दैन भनेर उभिनुपर्छ। परमेश्वर पिताले तपाईँलाई पनि हर्षपूर्ण आशीष दिनुहुन्छ। के छ भने आज कतिपय मान्छेले भन्दै हुनुहुन्छ 8 वर्षदेखि म हस्पिटल गएको छुइनँ। म पनि साँच्चै 3 वर्ष भइसक्यो हस्पिटल गएको छुइनँ, एउटा दबाई खाएको छुइनँ। जुन डाक्टर रञ्जन थापालाई म एक तालमा 15,000 रुपियाँ बुझाउँथेँ एक महिनामा गएर, जो उसलाई आज 3 महिनाको। के आज मैले परमेश्वरलाई त्यति उन्नति सम्मान गरेको छु र? परमेश्वर पिताले के मलाई हेर्नु भएको छैन त? किन भन्दाखेरि परमेश्वर पिताको वचन खाएको छु, शिक्षा पाएको छु, परमेश्वर पिताको बोलीमा हिँडेको छु, परमेश्वर पिताले भला चङ्गा राख्नु भएको छ। त्यो कारणले गर्दाखेरि हिसाब गर्नु छ भने परमेश्वर पिता मलाई त तपाईँको शिक्षा वचन जो दिनुभएको छ त्यो शिक्षा वचनमा हिँड्न लायकको छोरा बनाउनुहोस्। आज मैले नराम्रो चिजहरू खाँदै गरेको थिएँ, त्यो चिजहरू परमेश्वर पिताले मेरो छुटाइदिनु भयो। अस्ति भर्खर मैले दबाई दिएको थिएँ, म रन्नीभन्दा खान्थेँ दिनको 300 रुपियाँको। त्यो 300 रुपियाँको रन्नीभन्दा खाँदा मेरो मुखबाट अचानक निकालिदिनु भयो। मैले खैनीको दबाई दिँदै थिएँ, अचानक निकालिदिनु, आजबाट यो खैनी रन्नीभन्दा पनि खाने पर्ने हटाइदिनु भयो परमेश्वर भनेर मुखबाट निकाल्दै दिनुभयो। म गएर कुर्सीमा बसेँ, पिता यो मेरो मुखबाट के निकालिदिनु भयो? मलाई त भोलिदेखि तल त लाग्नुहुन्न पिता, तपाईँको वचनमा पालना गर्ने छोरा हो म। त भोलिबाट मलाई बिना तलतर पनि लाग्नु दिनु भएन, छुट्याइ पनि दिनुभयो। के यो मेरो उन्नति होइन? दिनको 300 भनेको महिनाको 9,000 हो। महिनाको 9,000 हो भनेदेखि वर्षको 1,08,000 रुपियाँ हो। परमेश्वर कति महान हुनुहुन्छ त? तपाईँलाई हरेकतिरबाट परमेश्वरले जोगाउँदै 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 बचाउँदै बचाउँदै लाँदै हुनुहुन्छ। हे मेरा छोराछोरी हो, तिमीले मलाई पाएको छौ, मेरो शिक्षा वचनमा हिँड, तिमीहरू धेरै खोज तलास नगर, तिमीहरूलाई जीवन दिएको छु, तिमीहरू खोज तलास गर न, शिक्षा वचनको खोज तलास गर। पिता म कुन शिक्षा पाऊँ कि मेरो जीवनमा काम होस्, कुन वचन पाऊँ मेरो जीवनमा काम होस्, मेरो घर परिवारमा काम होस्, मेरो छोराछोरीहरूमा काम लागोस्, त्यो खोज भन्नुभएको छ क्या पिताले। जस्तो दृष्टि छ त्यस्तै सृष्टि भनिन्छ होइन। जस्तो मेरो नजरले मैले तपाईँहरूलाई हेर्न चाहन्छु, म परमेश्वरको अगाडि सबैजना स्वर्गबाट स्वर्गको दूतहरू बसिरहेर महिमा गरेको देखिरहेको छु भने कसैले मनुष्य हेरिरहेको हुन्छ, कसैले बिरामी हेरिरहेको हुन्छ भने फुलको आँखामा फुलै संसार भने जस्तै काँडाको आँखामा काँडै संसार हुन्छ क्या। परमेश्वरले त्यही भन्नुभएको छ भनेदेखि आजदेखि हामी फुलको आँखामा फुलै संसार हेर्ने बानी बसौँ। परमेश्वरले तपाईँहरूलाई हमेसा फुल जस्तो उज्जवल भविष्य बनाउनुहुन्छ। आज रुखबाट परमेश्वर पिता जे जति पनि शिक्षा वचन दिनुभयो, बोल्नुभयो, यो शिक्षा वचन गवाईद्वारा परमेश्वर पिता हजुरको छोराछोरीहरूलाई हृदय परिवर्तन गरेर होइन हजुरको काम गर्न लायकको छोराछोरी बनाइदिइसक्नु भएको छ। हजुरको कामको निम्ति हेर्न लायकको छोराछोरी बनाउनु भएको छ। हजुरको शिक्षा वचनमा हिँड्ने छोराछोरी बनाइसक्नु भएको छ। र जबसम्म हामी बाँच्नुपर्छ तबसम्म परमेश्वर पितामा बसेर हाँस्नुपर्छ, रमाउनुपर्छ, गाउनुपर्छ। यही मेरो शिक्षाद्वारा परमेश्वर पिता यही बोल्न चाहन्छु र मेरो चाहत पनि यही छ परमेश्वर, जबसम्म बाँच्नेछु परमेश्वर तबसम्म हजुरकै महिमा गएर हिँड्नेछु, शिक्षा वचन बोल्नेछु परमेश्वर। र यहाँ आउनुभएका आत्मिक छोराछोरीलाई फेरि पनि परमेश्वर पिताको भरिपूर्ण आशिष मेरो हृदयदेखि फेरि पनि सम्पूर्णमा जय परमेश्वर, जय परमेश्वर।